होइन आम त पुरै झामबाट निस्कियो क्या पुरै सुनसान म यहाँ छु त्यहाँ छु नि केही छैन एकैचोटि यहाँ निक्लेर म यहाँ आएर त मम्मी घर जान्छु डट बाइकहरूको र्याली आयो पढ्दाखेरि त खतरा हुने रहेछ नि त यहाँ चाहिँ हजुर यो पढ्दाखेरि त तर आउनै सक्दैन नि यो पर्दा त यहाँ आउनै सक्दैन आजको हाम्रो राइड चाहिँ फुलचोकी डाँडा हुँदैछ सब केटाहरू यहाँ जाने हेलो 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 गुड वाला मर्निङ हेलो 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 आज रमाइलो हुने भयो वरिलाई नै 6 किलोमिटर बाँकी छ ओ चाय गरम नर्सरी चाहिँ कति धेरै रहेछ है यतातिर लो ट्रान्सपरेन्ट मन्दिर ग्लासै ग्लास हाल्छ गोदावरी आइपुग्यो अनि ठ्याक्कै 1 घन्टा लाग्यो कपनबाट कति किलोमिटर रहेछ त्यो चाहिँ पछि अलिक किन भने 17-18 किलोमिटर जस्तो छ 1 घन्टामा यहाँ आइपुग्यो अब यहाँबाट माथि चाहिँ करिब 3-4 घन्टै लाग्छ होला फर्स्ट टाइम हो हेरौँ गएको छैन 3 जना हामी यहाँ छौँ बाँकी पछाडि चाहिँ कहाँ छन् थाहा छैन तपाईँ थाक्नुभयो तपाईँ थाक्नुभयो रोक्नुहोस् रे 1 घन्टा त खाजा खाएरै गयो अब चम्मासतिर आधी केटाहरू हिँडिसके अरे 12 किलोमिटर बाँकी छ चाहिँ मम्मी घर जान्छु ए जति भयो नि केही छैन 2-3 दिन आउँदिनँ भनिदिएको छु मैले घर बाटो भयो छोड्ने त हो नि अब कहाँ खाल्टामा नि साइकल चलाउने बाटो को आयो गाडी लिएर साइकल चलाउनु जत्रो छ बाटो किन आएको केटी माग्दाखेरि देखाउने खालको खिचिदिनु त मेरो नि एउटा ठाडो उकालो भनेको त त्यो भन्दा नि ठाडो उकालो छ अरे त अझै ओहो हो सँगै हिँड के ल आइज ल ल ए ला भने मात्रै बुझ्दो रहेछ अरू केही बुझ्दैन गोदावरीबाट चाहिँ 1 घन्टा भयो सँगै हिँड्न गफर त हिँड्नु परेन थाइ दुखेर 12 भइसक्यो ल यस्तो बाटो चढेर आइसक्यो हामी ऊ बाटो तलबाट 1 घन्टामा अब त बस्ती सस्ती केही देखिँदैन पुरै गाउँ पुरै जङ्गल ल हेर यता बाइक आयो अब उडाउँछ धुलो ओ त्यही बाटो आएको नि त हामी शुभ नाम
विश्वास म 2-3 चोटि सोध्छु त्यसपछि मात्र याद हुन्छ मलाई मेरो त याद छ राज ओ आइसी यताबाट चाहिँ हाइकिङ रुट पहिला आर्मी क्याम्प जस्तो थियो कि आर्मी बस्थ्यो कि पहिला उठ्यो घरमा के पिकनिक होला त्यो त पिकनिक होला पिकनिकको होइन त्यो चाहिँ पहिला आर्मी बस्ने हो कि पहिला जमानामा पिकनिक स्पट बनायो हो कि भनेर पहिला होइन सैनिकै बस्थ्यो पुरै पालो गुरे जस्तो सबैको अनुहार बिरामी जस्तो के हो एनआर छैन त के हो सबै 50 वर्षमै एनर्जी नभए केटा हो पुरा लडिरहेछ यो केटाहरूले गोफ हान्दैछन् आम त पुरै झाङबाट निस्कियो क्या सुनसान म यहाँ छु त्यहाँ छु नि केही छैन एकैचोटि यहाँ निक्लेर म यहाँ आएर त ठिक छ डट बाइकहरूको र्याली आयो लोडा के खाने हो हजुर हो तेरो छैन रे कसको लागि हो अब कसको बाँकी भयो आउँदै हो बाँकी सुजन पनि मेरो त फोटो राम्रो आउनु पऱ्यो मेरो दुईतिरवटा फोटो खिचिरहेको छ मेरो फोटो चाहिँ एउटा नदी आउने होला फोटो क्यामेरा चाहिँ दुईजनाले तेर्साइरहेको छ उता फर्किसक्यो फुलचोकी 2 किलोमिटर यहाँ मात्र रहेछ सबै ठाउँमा चाहिँ अगाडिको 2, 3, 4 लेखेको चाहिँ मेटाएको थियो सबै लेख्नुपर्ने भएछ फेरि कोही बदमासहरूले मेटाइदिएको जस्तो छ अझै 2 किलोमिटर बाँकी छ एकै भइसक्यो यार 9 बजीदेखि 10, 11, 12, 1, 4 घन्टा त भइसक्यो 4 घन्टा के हो र बाघ बगिनी भने के अरे के भनिस् तैँले अघि बाघ के भनेको थियो बाघ बागिनी हो बाघ बगिनी ए तर बनाएको मूर्ति त होइन रहेछ फुलचोकी टावर माउन्टेन बाइक ट्रेल यहाँबाट पो जाने हो त्यहाँबाट नि हो त्यो पुरानो हो यो नयाँ बनाएको अहिले ल जाउँ यहीँबाट जाने हो अब जाँदाखेरि चाहिँ फुलचोकी 0 किलोमिटरमा आइपुग्यो 13 किलोमिटर माथि उकालो चढ्यो ओहो हो ताल पर्यो भने त उहाँ 7 डोबाट हिसाब गरौँ न त्यहाँबाट त छोडिदिउँ न 7 डोबाट कुन चाहिँ ओरा छ उसबाट मात्रै कुरा गर्नुपर्छ 7 डोबाट त सिधै छ सूर्यदल गढ 7 डोबाट हात्तीवनबाट अझ 7 डोबाट हात्तीवनबाट सिधै उकालो हो ओ बल्ल बल्ल आइपुग्यो माथि 31 किलोमिटर कपनबाट वैशाखी गति यहाँ पूजा लाग्छ अरे हैन अरु के छ यहाँको विशेषता म त यो टिभीको के को टावर यो मोबाइल टावर
के को टावर पहिला टेलिभिजनको टावरै यो अहिले अहिले पनि टेलिभिजन के हो टेलिभिजनको फोनहरूको पनि छ पहिला नेपाली टेलिभिजन आउँथ्यो नि सबै यही टावर हो जम्मै जे टावर पनि सबै यही छ क्या ओके छ त पढ्दाखेरि त खतरा हुने रहेछ नि त यहाँ चाहिँ हजुर यो पढ्दाखेरि त त्यता आउनै सक्दैन नि हिउँ पर्दा त यहाँ आउनै सक्दैन एकचोटि आएको अनुसार फर्क्यो ल फुलचोकीमा पनि हामीले च्यानलको स्टिकर टाँसेछ है स्टिकर हाम्रो पनि टाँस्दै त्यहाँ टाँस्दै मैले स्टिकर हाम्रो च्यानलको ल डाउन हिलको मजा अब आउँछ मैले हल्का डाउन गरेको लाउड हबको मजा चाहिँ अब आउने भयो होइन के अरे इन्स्टा 360 बाट मेरो भिडियो बनाउँदैछ है यो फुटेज हेर्ने हो